जय मसी मित्रहरू, एकछिन कल्पना गर्नुहोस्, एउटा जवान केटा छ। ऊ आफ्नो घर, परिवार र देशबाट हजारौँ माइल टाढा एउटा बिरानो देशमा छ। उसलाई चिन्ने त्यहाँ कोही छैन। आफ्नो मेहनतले गर्दा ऊ निकै ठुलो पदमा पुगिसकेको छ। एक दिन ऊ एउटा ठुलो मल जस्तो घरमा एक्लै हुन्छ। घरमा अरू कोही हुँदैन। न त्यहाँ कुनै क्यामेरा छ, न त कसैले देख्ने डर छ। पूर्ण रूपमा एकान्त। अनि अचानक उसको आफ्नै मालिक श्रीमती आउँछ। उसले ढोका बन्द गर्छ र त्यो जवान केटालाई सिधै शारीरिक सम्बन्धको प्रस्ताव राख्छ। आजको आधुनिक संसारले यो अवस्थालाई कसरी हेर्छ? यदि यो कुरा कुनै सिरिज वा चलचित्रमा देखाएको भए संसारले भन्थ्यो यो त एउटा गोल्डन अपर्च्युनिटी हो, गोल्डन चान्स हो, कसैले थाहा पाउँदैन, कोही हेर्नेवाला पनि छैन, इन्जोय गर, इन्जोय योर लाइफ भनेर त्यसरी उत्साह दिन्थ्यो। तर त्यो केटाले के गर्छ थाहा छ तपाईँहरूलाई? उसले त्यहाँ बसेर कुनै सम्झौता गर्दैन। ऊ आफ्नो लुगा त्यहीँ छोडेर ढोका खोलेर आफ्नो ज्यान बचाउन त्यहाँबाट भाग्छ। यो कुनै हलिउडको स्क्रिप्ट होइन। यो आजभन्दा करिब 4000 वर्ष पुरानो बाइबलको कथा हो। उत्पत्ति 39 अध्यायमा लेखिएको योसेफ र पोतिफरकी पत्नीको कथा हो। योसेफलाई थाहा थियो कि त्यो पाप पोतिफरको विरुद्धमा मात्र थिएन, त्यो सिधै परमेश्वरको विरुद्धमा थियो। आज हामीसँग ढोका थुनेर पाप गर्न उस्काउने पोतिफरकी पत्नी त छैनन् होला, तर हाम्रो गोजीमा भएको मोबाइल फोन र यो संसारको कल्चरले दिनहुँ हामीलाई त्यही प्रस्ताव राखिरहेको छ। आज हामी कुरा गर्दैछौँ कसरी संसारको झुटो शिक्षाले हाम्रा युवाहरूलाई भड्काइरहेको छ र हामी कसरी योसेफको जस्तो पवित्रतामा जिउन सक्छौँ। अब यसलाई अलिकति गहिराइमा बुझौँ। तपाईँले कहिले सोच्नु भएको छ हामीले हाम्रो जीवनको कथा कसलाई लेख्न दिइरहेका छौँ? हाम्रो सम्बन्ध कस्तो हुनुपर्छ भनेर हामीलाई कसले सिकाइरहेको छ? आज हामी बिहान उठ्ने बित्तिकै फोन हेर्छौँ, त्यहाँ कपल गोल्सका भिडियोहरू आउँछन्। फिल्महरूमा क्षणिक शारीरिक सम्बन्धलाई एकदमै सामान्य र कुल तरिकाले देखाइएको हुन्छ। संसारले आज हाम्रा युवाहरूलाई मुख्य रूपमा 3वटा झुटो कुरा सिकाइरहेको छ। पहिलो, आफ्नो मनको कुरा सुन्नु। संसारले भन्छ तपाईँलाई जे गर्दा खुसी लाग्छ त्यही गर्नुहोस्, तर यिर्मिया 17:9 स्पष्ट भन्छ मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, मन त हरेक दिन परिवर्तन हुन्छ। मनको पछि लाग्नु भनेको बिना ब्रेकको गाडी चलाउनु जस्तै हो, जसको अन्त्य दुर्घटनामै हुन्छ। दोस्रो, जीवन एकै पटक त हुन्छ नि, 2 दिनको जिन्दगी हो। अहिले नै सबै मजा लिइहाल, पछि के हुन्छ कसलाई के थाहा? यसले युवाहरूलाई आजको क्षणिक आनन्दको लागि आफ्नो पुरै भविष्य र वैवाहिक जीवन दौमा लगाउन उस्काउँछ। तेस्रो, शारीरिक परीक्षण। अहिलेको समाजले सिकाउँछ कि विवाह अघि नै शारीरिक रूपमा म्याच हुन्छ कि हुँदैन भनेर जाँच्नुपर्छ। तर मित्रहरू, मान्छे कुनै जुत्ता होइन जसलाई किन्ने बेलामा पसलमा गएर जाँच्न परोस्। यो परमेश्वरले दिनुभएको उपहारको ठाडो अपमान हो। यी झुटहरू भ्यागुतालाई उमालेको कथा जस्तै हुन्। भ्यागुतालाई तातो पानीमा हाल्यो भने उफ्रिएर भाग्छ, तर चिसो पानीमा राखेर बिस्तारै तताउँदै लग्यो भने उसलाई थाहा नै हुँदैन र ऊ त्यही मर्छ। शैतानले पनि पापलाई आधुनिक संस्कृतिको नाम दिएर बिस्तारै हाम्रो समाजमा छिराइरहेको छ। जसरी एउटा क्यामेरामा गलत लेन्स वा फिल्टर लगाउँदा पुरै दृश्य बिग्रिन्छ र धमिलो देखिन्छ, त्यसरी नै जब हामी संसारको लेन्सबाट प्रेम र सम्बन्धलाई हेर्छौँ हाम्रो जीवनको दृश्य पूर्ण रूपमा बिग्रिन्छ। यसको सबैभन्दा ठुलो हतियार बनेको छ हाम्रो स्मार्टफोन र सामाजिक सञ्जाल। तपाईँहरूले याद गर्नुभएको छ सोसल मिडियाको अल्गोरिदम यसरी बनाएको हुन्छ कि तपाईँले कहिले त्यसलाई बन्द गर्न सक्नुहुन्न। स्क्रोल गर्दै जानुहुन्छ, हेर्दै जानुहुन्छ, तपाईँ निरन्तर हेरिरहनुहुन्छ, घन्टौँ घन्टा बित्छ। अरूको सम्पादन गरिएका फोटोहरू हामी हेर्छौँ, भिडियोहरू हेर्छौँ अनि आफ्नो जीवनसँग तुलना गर्न थाल्छौँ। अनि यही बाटो हुँदै एक्लोपनको फाइदा उठाएर लाखौँ युवाहरू अश्लील सामग्रीको डरलाग्दो दलदलमा फँसेका छन्, पोर्नोग्राफीको एडिक्सनमा फँसेका छन्।
विज्ञानले भन्छ जब मानिसले पोर्नोग्राफी अश्लील कुराहरू हेर्छ उसको दिमागमा डोपामाइन नामको रसायन भारी मात्रामा निस्किन्छ। यसले दिमागलाई आफ्नो नियन्त्रणमा लिन्छ। यसले मानिसहरूलाई परमेश्वरको स्वरूपमा सृष्टि गरिएका व्यक्तिको रूपमा होइन केवल प्रयोग गरेर फ्याँक्ने एउटा वस्तुको रूपमा हेर्न सिकाउँछ। येशू ख्रीष्टले मत्ती 5:28 भन्नुभएको छ, जसले कुनै स्त्रीलाई वा पुरुषलाई काम वासनाको दृष्टिले हेर्छ त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ। संसारले भन्छ हेर्दा मात्र के हुन्छ र आखिरमा? मैले कसैलाई भौतिक रूपमा त नराम्रो गरेको छैन नि, कसैलाई मैले गएर टच त गरेको छैन नि। तर बाइबलले भन्छ तपाईँको आँखा शरीरको बत्ती हो। यदि लेन्स नै फोहोर छ भने भित्र जाने उज्यालो पनि अन्धकार हुन्छ। यो लतले तपाईँको आत्मिक जीवन र भविष्यको परिवारलाई भित्रभित्रै धमिराले चाहिँ खाइरहेको हुन्छ। किन परमेश्वरले विवाहभन्दा बाहिरको शारीरिक सम्बन्धलाई यति कडाइको साथ निषेध गर्नुभएको छ? के परमेश्वर हाम्रो खुसीको दुश्मन हुनुहुन्छ? पक्कै होइन। उहाँले त हामीलाई जोगाउन चाहनुहुन्छ। पहिलो कोरिन्थीको पुस्तक 6:16 भन्छ कि जब दुईजना शारीरिक रूपमा एक हुन्छन् उनीहरू एउटै शरीर बन्छन्। यसलाई आत्मिक बन्धन भनिन्छ। यसलाई यसरी बुझ्नुहोस्, दुईवटा कागजलाई बलियो गम लगाएर टाँस्नुहोस् अनि त्यसलाई तान्नुहोस् त के हुन्छ? दुवै कागज च्यातिन्छ। केही भाग यता जान्छ कि त केही भाग उता जान्छ। बिना विवाहको सम्बन्ध र ब्रेकअपले हाम्रो हृदयलाई यसरी नै च्यातिदिन्छ। मानिसहरू एउटा सम्बन्धबाट अर्को सम्बन्धमा जान्छन् तर आफ्नो हृदयको एउटा टुक्रा त्यहीँ छोडेर हिँड्छन्। अन्त्यमा विवाह गर्ने बेलासम्म उनीहरूसँग आफ्नो जीवनसाथीलाई दिनको लागि पुरै हृदय नै बाँकी हुँदैन। त्यसैले हितोपदेश 4:23 भन्छ सबैभन्दा बढी आफ्नो हृदयको रक्षा गर, किनभने जीवनका मूलहरू यसैबाट निस्किन्छन्। अहिलेसम्म सुन्दा सायद धेरैलाई डर लागिसक्यो होला, तर नडराउनुहोस्, हरेक समस्याको समाधान बाइबलमा हामी पाउन सक्छौँ। यदि तपाईँ यो संसारको ट्रेन्ड्स र लतमा फस्नु भएको छ र पोर्नोग्राफीको एडिक्सनमा हुनुहुन्छ भने यहाँ बाहिर निस्कने 3वटा व्यवहारिक कदमहरू छन्। पहिलो, योसेफको जस्तो कठोर निर्णय लिनुहोस्। पहिलो कोरिन्थी 6:18 भन्छ व्यभिचारदेखि भाग, पापसँग बसेर बहस गर्ने होइन त्यहाँबाट भाग्ने हो। मत्ती 5:29 येशूले भन्नुभयो यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। यसको अर्थ के हो? यसले भौतिक आँखाको कुरा गरिरहेको छैन। यदि राति कोठामा एक्लै हुँदा मोबाइलले तपाईँलाई पापमा डोर्याउँछ भने, अश्लील भिडियोहरू हेर्नतर्फ लान्छ भने त्यो मोबाइललाई राति अर्को कोठामा लगेर राख्नुहोस्। फोनमा नराम्रा साइटहरू रोक्ने एपहरू हाल्नुहोस्, एप ब्लकरहरू हाल्नुहोस्। यदि कुनै तपाईँको मित्रहरूले तपाईँलाई नराम्रो वेबसाइट भिडियोहरू पठाउँछ भने र कुनै पनि एपले तपाईँलाई भड्काउँछ भने आजैबाट त्यसलाई आफ्नो जीवनबाट हटाउनुहोस्। दोस्रो, संसारको ढाँचालाई इन्कार गर्नुहोस्। रोमी 12:2 भन्छ यस संसारको ढाँचामा नचल। मोबाइलको स्क्रिनले दिने झुटो खुसीलाई परमेश्वरको साँचो वचनले बदल्नुहोस्। बिहान उठ्ने बित्तिकै फोनको स्क्रिनलाई होइन बाइबलको पाना पल्टाउनुहोस्। आफ्नो दिमागको लेन्सलाई हरेक दिन परमेश्वरको वचनले सफा गर्नुहोस्। तेस्रो, जवाफदेहिता। शैतान सधैँ अँध्यारोमा र एक्लोपनमा काम गर्छ। तपाईँले यो लडाइँ एक्लै जित्न सक्नुहुन्न। मण्डलीमा आफ्नै उमेर र आफ्नै लिङ्गको एउटा यस्तो आत्मिक दाजु अथवा दिदीलाई खोज्नुहोस् जसलाई तपाईँले निर्धक्क भन्नु सक्नुहुन्छ म यो कुरामा लड्दैछु, मेरो लागि प्रार्थना गरिदिनुहोस्। जब हामी आफ्नो पापलाई उज्यालोमा ल्याउँछौँ त्यसको सम्पूर्ण शक्ति नष्ट हुन्छ। जब तपाईँ भित्रबाट निको हुनुहुन्छ तब मात्र तपाईँ एउटा सही सम्बन्धको लागि तयार हुनुहुन्छ। ईश्वरीय सम्बन्ध भनेको संसारको जस्तो टाइम पास वा परीक्षण होइन। ईश्वरीय सम्बन्धले भन्छ हामी दुई मिलेर कसरी परमेश्वरको महिमा गर्न सक्छौँ। एउटा साँचो ईश्वरीय सम्बन्धमा स्पष्ट दायरा हुन्छन्, लुकाएर राख्नुपर्ने कुरा हुँदैन। तपाईँले मन पराएको व्यक्ति तपाईँको प्रेमी वा प्रेमिका भन्दा पहिला ख्रिस्टको रगतले किनिएको तपाईँको दाजुभाइ वा दिदीबहिनी हो। उनीहरूलाई त्यही आदर र
सम्मान दिनुहोस्। योसेफले जस्तै पवित्रता रोज्नुहोस्, किनकि परमेश्वरले तपाईँको लागि संसारले सोचे भन्दा कयौँ गुणा सुन्दर योजना राख्नुभएको छ। अहिले मलाई सुनिरहँदा सायद तपाईँहरूमध्ये कतिलाई लागिरहेको होला, मैले त योसेफले जस्तो गर्न सकिनँ, म त फसिसकेँ, मैले धेरै गल्ती गरिसकेँ, आफ्नो पवित्रतालाई गुमाइसकेँ। के परमेश्वरले मलाई अझै पनि प्रेम गर्नुहुन्छ? के म कहिले निको हुन सक्दिनँ? यदि तपाईँको मनमा यो प्रश्न छ भने कृपया ध्यान दिएर सुन्नुहोस्। हाम्रो परमेश्वर केवल न्याय गर्ने परमेश्वर मात्र हुनुहुन्न, उहाँ पुनर्स्थापनाको परमेश्वर हुनुहुन्छ। उहाँले टुक्रिएका कुराहरूलाई जोड्न जान्नुहुन्छ। पहिलो यूहन्ना 1:9 भन्छ, यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ। येशू ख्रीष्ट क्रुसमा टाँगिनु भएको त्यही पापको मूल्य चुकाउनका लागि हो। यीशुको रगतमा पूर्ण क्षमा छ। यदि तपाईँ आज साँचो मनले पश्चाताप गर्नुहुन्छ भने परमेश्वरले तपाईँलाई आत्मिक र मानसिक शुद्धता दिन सक्नुहुन्छ। उहाँले तपाईँलाई हिउँ जस्तै सेतो बनाउन सक्नुहुन्छ। आज एउटा निर्णय गर्नुहोस्, संसारको झुटो शिक्षालाई छोडेर परमेश्वरको सत्यलाई अँगाल्नुहोस्। परमेश्वरमा तपाईँले यस किसिमले प्रार्थना गर्नुहोस्, प्रभु मलाई मेरो लतबाट स्वतन्त्र पार्नुहोस्, मेरो हृदयलाई शुद्ध पार्नुहोस्। तपाईँको शरीर पवित्र आत्माको मन्दिर हो। आफ्नो हृदयको रक्षा गर्नुहोस्, किनभने तपाईँको जीवनको मूल त्यही छ। आमेन। भिडियोलाई अन्तसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। यदि यो सन्देशले तपाईँलाई छोएको छ वा तपाईँको कोही साथीलाई मद्दत गर्न सक्छ जस्तो लाग्छ भने कृपया यसलाई पक्कै पनि सेयर गर्नुहोला। तल कमेन्टमा आफ्ना विचार वा प्रार्थनाका विषयहरू लेख्न नबिर्सिनुहोला। परमेश्वरले तपाईँहरू सबैलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। जय मसीह की।